नमस्ते, स्वागत छ हजुरहरुलाई क्लासको क्रममा। आज म हजुरहरुलाई एकदमै सजिलो तरिकाबाट पास्ता बनाएर देखाउन गइरहेको छु। सबैभन्दा पहिले हामीले एउटा भाँडोमा पानीलाई उमाल्नु पर्छ। अब यो उम्लिएको पानीमा 1 सानो चम्चा जति नुन र 1 सानो चम्चा तेल राख्छौं। त्यसपछि हामीले यसमा मैक्रोनी वा पास्तालाई राख्नु पर्छ। यो पास्तालाई एक पटक चलाइदिने। हामीले यो पास्तालाई चलाएपछि छोपेर 2-3 मिनेटसम्म लो फ्लेममा पकाउनु पर्छ। ल हेर्नुस् त, हाम्रो यो पास्ता पाकिसकेको छ। यसलाई धेरै पनि पकाउनु पर्दैन। पास्तालाई मैले छानेर चिसो पानी राखेर यसरी फिजाएर राखेको छु। यसो गर्दा पास्ता ओभरकुक हुन पाउँदैन। अब पास्ता पकाउनका लागि मैले एउटा कराईमा तेल तताए। त्यसमा 1 ठुलो चम्चा मसिनो गरी काटेको लसुन राखे। लसुनलाई हामीले तेलमा पकाउने। त्यसपछि मैले यसमा 2वटा मसिनो गरी काटेको प्याजलाई पनि राखे। प्याज यतिको भएपछि यसमा मैले 2वटा मसिनो गरी काटेको हरियो खुर्सानी राखे। यदि बच्चाहरूका लागि पकाउँदै हुनुहुन्छ भने खुर्सानी नराख्दा पनि हुन्छ। 1 मिनेट जति भुटेर अब यसमा हामीले आफ्नो मनपर्ने सब्जी राख्न सक्छौं। मैले यहाँ एउटा गाजर, एउटा भेडे खुर्सानी र अलिकति केराउ लिएको छु। यी सबैलाई राखेर हामीले यसलाई 1 मिनेट जति यसै गरी भुट्ने। मैले यसमा 3वटा मसिनो गरी काटेको टमाटर राख्दै छु। 1 सानो चम्चा नुन पनि राखे। यसमा टमाटर धेरै राखेमा पास्ताको सस राम्रो हुने हुँदा मैले टमाटर अलि धेरै नै राखेको छु। सबैलाई राम्रोसँग मिसाउने। यदि हजुरहरूले सब्जी राख्न चाहनुहुन्न भने टमाटर र प्याज मात्र राखेर पनि मिठो पास्ता बनाउन सक्नुहुन्छ। अब यसमा 1 सानो चम्चा कश्मिरी धुलो खुर्सानी र 1/4 सानो चम्चा धुलो मरिच राखेर थोरै पानी राखे। सबैलाई राम्रोसँग मिसाउने र प्यानलाई ढाकिदिने। 2 मिनेट यसै गरी पकाउने। 2 मिनेट पछि यहाँ हेर्न सक्नुहुन्छ टमाटर गलिसकेको छ र अब ग्यासको फ्लेम लो गरेर मैले यहाँ 3 ठुलो चम्चा टमेटो सस राखेर राम्रोसँग मिसाए। यो हाम्रो पास्ताको सस तयार भइसकेको छ। अब यो उमालेको पास्ता राख्छौं। र मैले यसमा मसिनो गरी काटेको प्याजको पात पनि राखे। यो अप्सनल हो, यो नराख्दा पनि हुन्छ। 1 सानो चम्चा गरम मसला राखेर सबैलाई राम्रोसँग मिसाउने। अब यसलाई धेरै पकाइराख्नु पर्दैन। सससँग राम्रोसँग मिसाउँदा हुन्छ। अब अन्त्यमा मैले यसमा काटेको हरियो धनिया राखे। हाम्रो यो टेस्टी खाजा पास्ता खानालाई तयार भइसकेको छ। पास्तालाई यसरी मेरो तरिकाबाट एकपटक ट्राई गर्नुहोला र कस्तो लाग्यो कमेन्ट पनि गर्नुहोला। र साथै नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला। धन्यवाद।